The thing is, कसरी कम्प्लेन कम गर्ने अनि एक्ट धेरै गर्ने एक्ट कसरी गर्ने कसरी रियल चेन्ज ल्याउने म यो भिडियो सबको लागि बनाउँछु जिन्जिज मिलेनियल्स एनीबडी जसको लागि म फ्याक्ट अनुसार म रियालिटी भन्छु किनकि म पनि पहिला त्यस्तै अनि मैले चेन्जेस लिएर आएँ एन्ड इट्स ह्यापनिङ यु नो द चेन्ज यु स्टार्ट्स फ्रम यु योरसेल्फ सो कसरी चेन्ज ल्याउन सकिन्छ त म पोइन्टमा कुरा गर्छु अथवा म लिस्ट बनाउँदै जान्छु सो द फर्स्ट थिङ 7 to 8 hours इज रियली इफेक्टिभ सुत्नै पर्छ त्यो मान्छेहरू जे बाई त्यही बोल्छ त्यो 7-8 घन्टा सुत्नुहुन्न 5-6 घन्टा सुत्ने यो गर्ने त्यो गर्ने होइन 7-8 घन्टा सुत्नै पर्छ 7 देखि 8 घन्टा सुत्नै पर्छ नो म्याटर वाट एज इन यु आर 7 देखि 8 घन्टा सुत्नै पर्छ द फर्स्ट थिङ इज स्लिप स्क्रोलिङ कम गर्नु अनि 7 देखि 8 घन्टा सुत्नै पर्यो अनि सेकेन्ड थिङ इज लस्ट अनि हरेक प्लेटफर्ममा चाहे त्यो इन्स्टाग्राम हो चाहे जे होस् हरेक प्लेटफर्ममा लस्ट क्या यु क्यानट इग्नोर इट एउटा केटा मान्छे भइसकेपछि उमेरमा यु क्यानट इग्नोर इट बट द मोस्ट के भन्ने द्याट्स द मोस्ट वर्स्ट थिङ यु कुड डु यु क्यान सी यु नो त्यसले यति इफेक्ट गर्छ नि आफ्नो चेन्ज ल्याउनुको लागि अनि धेरै चिजको लागि लस्ट I told you, I'm telling you again, first thing you have to sleep 7 to 8 hours. Second thing you can do is just stay away from lust, you know. केटीहरू कहाँ छ भने दौडिने केटीहरूको पछाडि दौडिनु बस why don't you focus for at least 1 year, you know. ल मैले भन्दिनँ I'm not going to tell you that just ignore the females, you know. Or म केटीहरूलाई नि भन्छु basically but I really want to focus on male, you know. Male चाहिँ म फोकस गर्छु म केटाहरूको लागि चाहिँ बनाउँछु म भन्छु किनकि म केटा I have experience about myself but I don't have experience about females, you know. So कसरी कन्फिडेन्ट हुने कसरी चेन्ज ल्याउने कुरामा चाहिँ हामी कुरा गरिरहेछौँ सो what's the thing is getting proper sleep जुन मान्छेले अहिले कति इग्नोर गरिरहेछ and the second thing the lust मोस्ट उस भइसक्यो नर्मल भइसक्यो नर्मलाइजेसन भइसक्यो सबैको कुरा मान्छेलाई मतलबै छैन कसरी चेन्ज ल्याउने कसरी के गर्ने दे जस्ट कम्प्लेन अराउन्ड बट भित्रबाट त्यो प्योरिफाई छैन कि मान्छे आफूलाई प्योर गर्नु पर्यो भित्रबाट लस्ट इज द वर्स्ट थिङ लस्ट इज अनहोली यु नो लस्ट इज रियली अनहोली लस्टलाई निकाल्नु पर्यो एटलिस्ट 1 year you can really focus on your career and money making business or whatever, you know. Just positive, just for your family, religion, त्यसको लागि and see about yourself, you know. त्यति गर्ने बित्तिकै चेन्जेस आउँछ क्या so what I'm basically saying is bring a change from yourself, bring a change from yourself, from inside, you know. So lust, keep the lust away. Females, at least 1 year you can ignore females, right? Don't normalize it. When you ignore these things, you automatically bring a change, you know. म एक्जाम्पल पनि दिन सक्छु why people practice ब्रह्मचार्य basically means that to enlighten yourself. केटाहरूले आफूलाई सबभन्दा शक्तिशाली बनाउने एउटा तरिका हो without fapping your wee अनि त्यो दिमागबाट सब लस्टहरू निकालेर एउटा कुरामा फोकस गर्ने काम चाहे जेसुकै होस् अनि keeping yourself healthy. Can you do this? It's a challenge for you people. Can you do this actually? तर लास्ट गाह्रो छ भन्न मलाई सजिलो लास्टै गाह्रो छ लस्ट इज लाइक नर्मलाइज मैले भनिसकेँ बहुत नर्मलाइजेसन भइसक्यो लस्ट इज राइट नाउ एभ्रिथिङ जस्ट वैसे चढ्नु लागेको छैन मान्छेहरूलाई बिहा गर्न आतुरी हुन्छ केटी नै फलो गर्नु पऱ्यो केटा मान्छे म्याक्सिमम् केटा हो
यही गर्नु पऱ्यो, लम्मै फस्नु पऱ्यो, यो गर्नु पऱ्यो, त्यो गर्नु पऱ्यो. वाइ डोन्ट यु जस्ट एटलिस्ट 1 year एउटा फोकस गर्नु पऱ्यो कि करियरको लागि. Or whatever, just clean yourself, purify yourself. Sleeping, लस्टलाई आफ्नो लाइफबाट हटाउने अनि स्लिपलाई प्रायोरिटी दिने अनि बी रिलिजियस. बिकज वेन द थर्ड इज बिङ रिलिजियस. बिकज रिलिजियस हुने बित्तिकै मान्छेले एटलिस्ट I'm not gonna say रिलिजियस हुने बित्तिकै मान्छेले एटलिस्ट चाहे त्यो भगवान्कै डर हो तर हुन्छ कि एउटा डर, म नराम्रो काम नगरौँ भनेर. मान्छेले हाँस्न दियो तर I'm gonna say practical things like keep a उमेर म्याटर गर्दैन. त्यो प्ले बोय काटेको त्यो नचाहिने त्यो 4K वालपेपर राख्नुभन्दा just put a Lord Shiva on your wallpaper and see how effective it is, or any god you want to follow, or Krishna, anybody, just put a god on your phone. कति इफेक्ट पर्छ कि. You already have that effect on your things. And going to gym or being active, basically. चाहे त्यो रनिङ होस्, चाहे जेस होस्, चाहे पुसअप्स होस्, तर गर्नु चाहिँ पऱ्यो. मसललाई पेन चाहिँ दिनु पऱ्यो अलिकति. एक्सर्साइज गर्नु पऱ्यो, मसललाई पेन दिनु पऱ्यो. To bring a change. Every day active हुनु पऱ्यो. अनि if you are doing heavy exercises, हप्तामा 2 चोटि ब्रेक लिएर रेगुलर एक्सर्साइज गर्दा हुन्छ. अथवा स्प्रिन्टहरू रनिङहरू 3 दिने गर्दा नि केही पनि हुँदैन. मतलब टार्गेट के गर्नु छ जिन्दगीमा, केही त प्यासन होला. चाहे त्यो बाइक चलाउने हो, चाहे त्यो भिडियो बनाउने हो, चाहे केही न केही त होला. यु हेभ टु फाइन्ड यर गोल ब्रो. त्यो कुरामा चाहिँ म हेल्प गर्न सक्दिनँ. त्यो कुरामा आफै खोल्नुपर्ने हुन्छ. चाहे त्यो जे पनि होस्, जे पनि कुनै पनि चिज जुन तपाईँलाई मनपर्छ, जुन तिमीलाई मनपर्छ, that one, what do you like, what do you like to do? Maybe drawing, maybe this and that, maybe camera, maybe phone, maybe fixing something, maybe making videos, editing, talking, marketing, anything. गाडी चलाउनु आउँछ कि बाइक चलाउनु आउँछ कि, of anything you can make pull out of anything you can pull out money, basically. पैसा केहीबाट निकाल्न सकिन्छ when you are. So grab that passion. अनि त्यो प्यासनमा चाहिँ टाइम लगाइदिनु पर्यो. डेन्जर. 1 सालको लागि नन स्टप यु हेभ टु सार्प युर सेल्फ. द थिङ इज प्र्याक्टिकली म के भन्नु खोजेँ भन्दाखेरि, ओके म एक्जाम्पल दिन्छु. देयर इज राम, राइट? देयर इज श्याम, देयर इज राम एन्ड देयर इज अभिषेक. आई मिन देयर इज राम एन्ड देयर इज अनदर गाई एन्ड देयर इज राम. रामकै एक्जाम्पल दिनुपर्ने कहिले पनि होइन, तर म दिन्छु अहिले भाइ. रामले चाहिँ के गर्छ भन्दाखेरि रामसँग प्यासन छ. राम इज भेरी भेरी गुड अन द्याट समथिङ लाइक भिडियो एडिटिङ. उसमा धेरै प्यासन छ. ऊ धेरै राम्रो भिडियो एडिटिङ गर्छ. तर ऊ केही बन्नु सकेको छैन. त्यो लेभलमा केही बन्नु सकेको छैन. वेयर एज अनदर गाई, उसलाई भिडियो एडिटिङमा इन्ट्रेस्ट छ तर उसलाई आउँदैन गर्नलाई. उसले त्यति साह्रो इफोर्ट देखाएन. एन्ड सडनली अनदर गाई थिङ्क्स द्याट म 1 साल यति धेरै टाइम लगाइन्छु यस चिजमा कि म केही न केही बनाएर देखाउँछु. वेयर एज राम इज अलरेडी गुड बट इज नट, इज जस्ट बेसिकली ऊ धर्म छ कि ऊ एउटा डिसिजन गर्न सक्दैन कि के गरौँ के नगरौँ भनेर. घरि 9 to 5 घरि के मेबी उसको आफ्नो प्रब्लम. सो देयर इज अनदर गाई, हि इज भेरी फोकसिङ अन द्याट भिडियो एडिटिङ. ओके, सो ऊ यति फोकस छ यसमा कि सालमा उसले 365 डेजै दियो क्या. एटलिस्ट 1 hour or एटलिस्ट हाफ एन आवर उसले यो चिजमा दियो. सालमा 365 डेज उसले त्यहीँ लगाइदियो क्या भित्र. लाइक डिप अन द्याट उसले ज्यान उस लगाइदियो क्या. पुरै मेन्टली फोकस्ड फक्टअप लगाइदियो क्या उसले भित्र. त्यसमा पुरै फोकसिङ गर्थ्यो क्या. अनि हु डु यु थिङ्क इज गन विन? Who knows this shit but is not doing anything, or who is very hardworking and can beat talent? जसले यति धेरै मेहनत गरेर यति धेरै एउटै कुरामा फोकस गरिरह. So it's not even about the RAM, it's about the whole different population,
सो कति धेरै भिडियो एडिटर कति धेरै भिडियो बनाउँछन् तर what about that one guy who is all so much focused, you know, कम्पिटिसन जित्नै भनेर आएको छ क्या, कम्पिटिसन जित्नै भनेर उत्रेछ क्या, म गएर नाप्छु भनेर आएको छ क्या. What about that guy? Who's gonna win? Of course that guy, because hard work can be talent at the end, you know. त्यसमा फोकस हुनु पऱ्यो क्या. त्यही भएर त्यो गोललाई चाहिँ राख्ने अनि त्यसपछि inside you are inside in separately you are sharpening yourself and त्यो sharp गरेर एक ठाउँ घोचिरहेको छ तिमीले. I mean it can be weird example but बुझ्नु पऱ्यो. I don't care. So पेन sharp गरेर एक ठाउँ तिमी एक्सर्साइज गरिरहेछौ, लसलाई हटाइरहेछौ, सबै कुरा गरिरहेछौ, तिमी दिमागमा क्लियर गरिरहेछौ अनि त्यो कुरा एक ठाउँमा लगाए, एक ठाउँमा म्यानुफ्याक्चर भइरहेछ, एक ठाउँमा प्रोडक्ट गइरहेछ. That's how you change yourself. The best thing I can tell is the manufacturing and giving of the product or giving everything that manufacturer to make one structure or product, you know, or product ma dinu paryo. So sleeping 7 and 8 hours, and the another thing, lost लाई हटाउनु पर्यो, lost completely zero, at least for 1 year. बिहा गर्ने बुढी गर्ने भन्दाखेरि whatever, you know, just do it for 1 year at least. You can do it, you know. यदि चेन्ज ल्याउनु छ, यदि सिरियसली केही गर्नु छ भने चाहिँ गर्नै पर्यो, of course. So sleeping, lost लाई हटाउनु पर्यो. भगवान practically should be in your life, should be in your heart. God should be first. Even you can start reading some holy books, because most of these people, most of the मैले चिनेको people, so-called Hindus, but they don't know nothing. एउटा किताब पनि पढ्दैन. Please, at least, you know, I'm not saying मैले के मजाक उडाउँदैन, केही पनि गरेको होइन, but start reading, you know. Start reading your Bible. Start reading your holy book. More Hindu. Start reading your holy book. Because most of the answers are there on your religion book, you know, your own holy book. That is the thing. And then sleeping, give up your lust, religion. Fourth is gym, working out basically. त्यो चाहे जेसुकै होस्, चाहे 15 मिनट होस्, चाहे 20 मिनट होस्, at least be consistent every day, you know. Consistent यो सबैमा लागु हुन्छ तर है. I said for at least 1 year consistent हुनु पर्यो कुरा मैले भनेको कुराहरुमा. त्यसपछि fifth भनेको target on your goal. Manufacture. These 4 points were manufactured. I mean the factory made. I mean process. यो 4 चीज दिमागलाई प्रोसेस गर्नको लागि, दिमाग शार्प बनाउनको लागि थियो. एउटा कन्सिस्टेन्ट दिनको लागि, एउटा बाटो दिनको लागि. And the fifth one is the product you will achieve. What you will achieve, also the product. Because goal पाउनको लागि, के हुनको लागि, सक्सेसफुल हुनको लागि हामीले यो चीजहरु गरेको सबै कुरा. So at the end, the product is the thing. So I'm gonna wrap up the video for today. म यति नै गराउन सक्छु किनकि मलाई एडिट गर्नु पनि जाँदा दिन एडिट गर्नुपर्ने हुन्छ. कति बेला अपलोड गर्ने, कति बेला के गर्ने, I have to see, you know. So thank you very much again for watching my video. If anybody is watching, because I'm on a starting point, probably 2 दिनमा जहाँ मात्रै हेरिरहेको छ होला, अरु त्यसो कसैले पनि हेरेको छैन. But it doesn't matter, we will grow slowly. I want to say thank you very much. Like, share, subscribe, whatever you want, you know. Any comment, whatever you want. Thank you very much for watching video. Thank you very much.